सम्पूर्णमा हार्दिक नमस्कार। आज मिति 2082 साल मङ्सिर 9 गते बुधबारको दिन गोरखापत्रमा प्रकाशन भएको वस्तुगत प्रश्नोत्तर श्रृङ्खलामा यहाँहरूलाई हार्दिक स्वागत गर्दछु। प्रश्न नम्बर 1, सन् 2025 डिसेम्बरमा घोषित फिफा वर्ष खेलाडी को हुन् भनेर प्रश्न छ। पुरुषतर्फ ओस्मन डेम्बेले र महिलातर्फ आइताना बेनमती रहेकी छिन्। यिनी फ्रान्स बार्सिलोनाबाट रहेकी चाहिँ छिन्। बाँकी कुराहरू हजुरले यहाँ विवरणमा दिएको छ, हजुर आफै पढ्नुहोला। र म प्रश्न नम्बर 2 तिर लागेँ। प्रश्न नम्बर 2, पछिल्लो समय फेला पारिएको काजिनसारा अर्थात् सिङ्गरताल कुन जिल्लामा पर्छ भनेर यहाँ सोधिएको छ प्रश्न। पछिल्लो पटक फेला परेको ताल मनाङ चामे गाउँपालिका 4 मा पर्छ। काजिनसारा तालको प्रारम्भिक मापन सार्वजनिक भएपछि यसैलाई विश्वकै सबैभन्दा उचाइमा अवस्थित ठुलो तालका रूपमा स्थापित गर्न सकिने सम्भावनाले राष्ट्रिय चासो बढाएको छ भनेर यहाँ लेखिएको छ। ताल समुद्र सतहबाट करिब 5200 मिटरको उचाइमा रहेको प्रारम्भिक सर्वेक्षणले देखाएको छ। सो तालको क्षेत्रफल तथा गहिराईको औपचारिक वैज्ञानिक प्रमाणित भन्ने अझै बाँकी रहेको छ। उक्त क्षेत्रलाई स्थानीय सिङ्गर खर्क भनिने हुँदा सो ताललाई सिङ्गर ताल नामले चिनिने गरेको छ। हाल विश्वकै उचाइलाई चुनौती दिने तालका रूपमा रहेको तिरछो चाल 4919 मिटर भन्दा काजिनसारा ताल करिब 300 मिटर माथि रहेको प्रारम्भिक मापनले देखाएको छ। प्रश्न नम्बर 9, विश्व भोकमरी सूचकाङ्क ग्लोबल हङ्गर इन्डेक्स HDI मा 2025 मा नेपाल कतिौं स्थानमा रहेको छ भनेर प्रश्न छ। यस प्रश्नको उत्तरमा 2025 को ग्लोबल हङ्गर इन्डेक्समा नेपाल 72औं स्थानमा छ। 72औं स्थानमा हाल नेपाल पर्न सफल भएको छ। यो पनि धेरै हो। नेपाल वर्ष 2024 मा 123 राष्ट्रमध्ये 68औं स्थानमा थियो भने यसपालि 4 स्थान खस्किएर 72औं स्थानमा झरेको छ। गत वर्षभन्दा पनि नेपाल हङ्गर इन्डेक्समा बढी खस्किएको छ, यानि कि अवस्था झनै नाजुक हुँदै गएको छ भन्ने यसले जनाउँछ। यस वर्ष नेपालको HDI सूचकाङ्क 14.8 रहेको यसले मध्यम खालको भोकमरीको स्थिति दर्शाउने प्रतिवेदनमा उल्लेख गरेको छ। नेपालले विगत 2 दशकमा भोकमरी न्यूनीकरणमा उल्लेखनीय प्रगति गरे पनि कुपोषण र बालबालिकामा षटकोण समस्याको अझै चुनौतीपूर्ण प्रतिवेदनमा उल्लेख छ। त्यसैगरी अब जाउँ हामी प्रश्न नम्बर 4, फिफा अरब कप 2025 को उपाधि विजेता टोली को हो भनेर यहाँ लेखिएको छ। उत्तर मोरोक्को उपविजेता जोर्डन रहेको रहेछ। सञ्चालन मिति 2025 डिसेम्बर 1 देखि 18 सम्म। आयोजक राष्ट्र कतार, सहभागी राष्ट्र 16 भनेर यहाँ लेखिएको छ। अब जाउँ हामी प्रश्न नम्बर 5 मा। हाल विश्वकै सर्वाधिक धनी व्यक्तिको रूपमा इतिहास रच्न धनाढ्य को हुन् भनेर यहाँ लेखिएको छ। उत्तर एलन मस्क। टेस्ला र स्पेस एक्सका मालिक एलन मस्कको सम्पत्ति आर्जनमा विश्वकै ऐतिहासिक कीर्तिमानी कायम गरेको उनको रकेट कम्पनी स्पेस एक्सको बजार मूल्याङ्कन भएको भारी वृद्धिसँगै मस्क 600 अर्ब अमेरिकी डलर भन्दा बढी सम्पत्ति हुने इतिहासकै पहिलो व्यक्ति बनेका छन्। फोर्ब्स पत्रिकाका अनुसार यसअघि विश्वमा कसैले पनि 500 अर्ब डलरको सीमा नागेको थिएन। मस्कले 600 अर्ब डलरको आँकडा पार गर्दै नयाँ इतिहास रचेका हुन्। अहिले त उनले 700 अर्ब डलर कमाइसके। अब उनी 1 ट्रिलियन पनि कमाउँदैछन् छिट्टै। 6 नम्बर, चीनले हालै सार्वजनिक गरेको विश्वको सबैभन्दा सस्तो ह्युमनोइड रोबोट कुन हो भनेर यहाँ लेखिएको छ। उत्तर हो भूमि। ह्युमनोइड रोबोट प्रविधिमा तीव्र विकास भइरहेको बेला चीनले विश्वकै सबैभन्दा सस्तो ह्युमनोइड रोबोट सार्वजनिक गरेको हो। भूमि नामक यस रोबोटको मूल्य केवल 9,998 युआन करिब 1,400 अमेरिकी डलर तोकिएको छ। यो रोबोट विशेष गरी बालबालिकासँग संवाद गर्न, शिक्षा दिन तथा रोबोटिक्स र कृत्रिम बुद्धिमत्ता तथा AI सिकाउन डिजाइन गरिएको हो। चीनको यो पहलले विश्व रोबोटिक्स बजारमा ठूलो प्रभाव पार्ने अपेक्षा गरिएको छ। महँगा ह्युमनोइड रोबोट किन्न नसक्ने शैक्षिक संस्थाहरू अब भूमिले रोबोटिक्स शिक्षामा नयाँ अवसर खोल्ने विश्वास लिएको छ। भूमिको व्यावसायिक कारोबार सन् 2026 जनवरीबाट सुरु हुने कम्पनीले जनाएको छ। अब जाउँ हामी प्रश्न नम्बर 7, कृषि गणना 2078 अनुसार सबैभन्दा बढी कृषक परिवार भएको देश कुन हो भनेर यहाँ प्रश्न छ। कृषि गणना अनुसार सबैभन्दा बढी कृषि परिवार भएको प्रदेश कुन हो त भन्दाखेरि कोशी प्रदेश हो र जिल्लामा चाहिँ सबैभन्दा झापा जिल्लामा नेपालमा सबैभन्दा बढी कृषक परिवार रहेको जिल्ला हो भनेर यहाँ परिचित
रहेको रहेछ। त्यसै गरी अब जाउँ हामी अर्को प्रश्नतिर। प्रश्न नम्बर 8, हालै पृथ्वीबाट पहिलोपटक अवलोकन गरिएको ब्ल्याक होल कुन प्रकारको हो भनेर यहाँ प्रश्न छ। उत्तर सुपर म्यासिभ ब्ल्याक होल हो। सूर्यभन्दा 3 करोड गुणा ठुलो सुपर म्यासिभ ब्ल्याक होलमा भएको विस्फोट पहिलोपटक पृथ्वीबाट देखिएको हो। विस्फोटपछि एक्सरे ज्वाला देखिएको र पदार्थ प्रति सेकेन्ड 60,000 किमीको गतिमा बाहिर निस्किएको वैज्ञानिकहरूले बताएका छन्। ब्ल्याक होलबाट निस्किने आधी सूर्यमा हुने ज्वाला कोरल मास इजेक्सन्स सिमएई जस्तै रहेको तर धेरै ठुलो शक्तिशाली रहेको यहाँ जानकारी देखिएको छ। यस्तो घटना एक्टिभ ग्यालेक्टिक न्युक्लियसमा चुम्बकीय ऊर्जा अचानक मुक्त हुने हुँदा हुन्छ। यस खोजले आकाशगङ्गाको विकास र ब्रह्माण्डका नियम बुझ्न महत्त्वपूर्ण वैज्ञानिक सङ्केत दिएको जनाइएको छ। अमेरिकी अन्तरिक्ष निकाय नासाका अनुसार ब्ल्याक होल निकै सानो ठाउँमा ठुलो परिणामी खाँदिएको पदार्थ हो। नाममा होल भए पनि त्यो छिद्र वा प्वाल चाहिँ होइन। ब्ल्याक होल भनेको अत्यन्तै सानो स्थानमा ठुलो परिणाममा पदार्थ खाँदिएर बनेको त्यस्तो खगोलीय वस्तु हो जसको गुरुत्वाकर्षण अति नै शक्तिशाली, प्रकाश समेत बाहिर निस्कन नसक्ने हुन्छ। नाम होल भए पनि यो वास्तवमा प्वाल होइन, अत्याधिक घनत्व भएको वस्तु हो। प्रश्न नम्बर 9, एसिसी U19 एसिया कप 2025 को विजेता कुन राष्ट्र हो? उत्तर पाकिस्तान। उपविजेता भारत। सञ्चालन मिति 2025 डिसेम्बर 12देखि 21। आयोजक राष्ट्र UAE। सहभागी राष्ट्र 8 र सेमिफाइनलमा पुग्ने राष्ट्र भारत, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेश। सर्वाधिक रन बनाउने समीर मिन्हास पाकिस्तान, जम्मा 471 रन बनाएका रहेछन्। सर्वाधिक विकेट लिने दिपेश देवेन्द्रन भारत, 14 विकेट। प्लेयर अफ द टुर्नामेन्ट सिमर मिन्हास पाकिस्तान। प्लेयर अफ द म्याच फाइनल सिमर मिन्हास पाकिस्तान। प्रश्न नम्बर 10, हुन त दुनियाँ दुःखले भरिएको छ तर त्यसबाट मुक्ति पाउने कुराले पनि भरिएको छ भन्ने भनाइ कसको हो? उत्तर हेनल केलर नामक व्यक्तिले यो भनाइ भन्नुभएको रहेछ। हुन त दुनियाँ दुःखले भरिएको छ तर त्यसबाट मुक्ति पाउने कुराले पनि भरिएको छ भन्ने भनाइ दिएर जानुभएको रहेछ। प्रश्न नम्बर 11, कानुनले तोकेका बाहेक कागजातमा हुलाक टिकट टाँस्नै पर्ने व्यवस्था हटाउने निर्णय कहिले भएको हो? विक्रम सम्वत 2082 मङ्सिर 29 गते। प्रचलित कानुन बमोजिम व्यवस्था भएको बाहेक सेवा प्रवाह प्रक्रियामा कागजको आधिकारिकताका लागि हुलाक टिकट अनिवार्य टाँस्नुपर्ने प्रचलन हटाउने निर्णय भएको हो। 2082 मङ्सिर 29 गते हुलाक टिकट चाहिँ अनिवार्य छैन भन्ने खालको उहाँको निर्णय छ नेपाल सरकारको। प्रश्न नम्बर 12, राष्ट्र बैङ्क र अन्तर्राष्ट्रिय वित्त निगम IFC बीच जलवायु वित्तको रणनीति विकास सम्बन्धी समझदारी पत्रमा कहिले हस्ताक्षर भएको हो? विक्रम सम्वत 2082 मङ्सिर 19 2025 डिसेम्बर 15 भएको हो। राष्ट्र बैङ्कमा आयोजित एक कार्यक्रमबीच सो सम्बन्धी समझदारी पत्रमा कार्यकारी निर्देशक दायराम शर्मा पङ्गिनी र IFC साउथ एसियाका कन्ट्री एडभाइजर एन्ड इकोनोमिस्ट सम्बन्धी व्यवस्थापक गेग्ररी स्मिथद्वारा हस्ताक्षर गरिएको हो। परियोजनाको कार्यान्वयनबाट नेपालमा जलवायु सम्बन्ध वित्तीय जोखिमलाई सम्बोधन गर्दै जलवायु अनुकूलका क्षेत्रीय वित्तीय स्रोत परिचालनलाई प्रवर्धन गर्न सहयोग पुर्ने अपेक्षा गरिएको छ। सो परियोजना सन् 2028 सेप्टेम्बरमा सञ्चालन हुनेछ। प्रश्न नम्बर 13, 16 वर्ष मुनिका बालबालिकाका निम्ति सामाजिक सञ्जाल प्रयोग गर्न रोक लगाउने राष्ट्र कुन हो? उत्तर अस्ट्रेलिया। सन् 2025 डिसेम्बर 10 देखि लागू हुने गरी अस्ट्रेलियाले सामाजिक सञ्जाल 16 वर्षभन्दा निम्न उमेर भएका व्यक्तिहरूलाई बालबालिकाहरूलाई बन्द अथवा प्रतिबन्ध लगाएको छ। प्रश्न नम्बर 14, विश्व ध्यान दिवस कहिले मनाइन्छ? उत्तर डिसेम्बर 21। सन् 2025 को दोस्रो नारा इनर पिस आउटर पिस वर्ल्ड पिस भनेर थियो। नेपाली आदर्श वाक्य विश्व शान्ति सद्भावका लागि ध्यान भन्ने त्यसको अर्थ हुन्छ। सन् 2024 डिसेम्बर 7 तारिकमा संयुक्त राष्ट्रसङ्घले डिसेम्बर 21 तारिकले आधिकारिक रूपमा विश्व ध्यान दिवसको मान्यता दिएको हो। 15, साफ महिला क्लब फुटबल च्याम्पियनसिप 2025 को उपाधि विजेता टोली कुन हो? इस्ट बङ्गाल क्लब हो। उपविजेता APF नेपाल। आयोजना काठमाडौँमा। सहभागी टिम 5 इस्ट बङ्गाल क्लब भारत, APF नेपाल, कराची सिटी, APF पाकिस्तान, नासिर स्पोर्ट्स एकाडेमी बङ्गलादेश, ट्रान्सपोर्ट युनाइटेड भुटान। यहाँ टिमहरूको नाम हो। यो चाहिँ पुरस्कार राशि प्रथम $10,000 र द्वितीय $5,000।
इस्ट बङ्गालले एपिएफलाई 3-0 हराएर साफ महिला क्लब च्याम्पियनसिपको पहिलो च्याम्पियनसिपको गौरव हासिल गरेको हो। दक्षिण एसियाली फुटबल महासङ्घ साफले पहिलो पटक आयोजना गरेको यस प्रतियोगितामा 5 टिम सहभागी थिए। यहाँ माथि हामीले नाम पनि भनिहाल्यौँ। प्रश्न नम्बर 16, टेलिफोन कललाई इन्टरनेटको माध्यमबाट देशमा भित्राउने प्रविधिलाई के भनिन्छ? टेलिफोन कललाई इन्टरनेटको माध्यमबाट देशमा भित्राउने प्रविधिलाई के भनिन्छ? VOP, भोइस अपरेटर इन्टरनेट प्रोटोकल भनेर भनिन्छ। 17 नम्बर, विश्व मानवाधिकार दिवस कहिले मनाइन्छ? विश्व मानवाधिकार दिवस डिसेम्बर 10 मनाइन्छ। सन् 2025 को नारा ह्युमन राइट्स ओभर एभ्री डे। संयुक्त राष्ट्र सङ्घीय मानवाधिकार घोषणापत्र सन् 1948 डिसेम्बर 10 जारी भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो। प्रस्तुतकर्ता टम केसी। धन्यवाद। आजको लागि हजुरको दिन शुभ रहोस्। जय देश।